Good morning viewers, welcome back to my YouTube channel once again. आज चाहिँ मेरो बिरुवा रोप्ने दिन हो है। बिरुवा चाहिँ यस्तो छ हेर्नुस्, तपाईले पनि रोप्नुहोस्। बिरुवा रोप्ने दिन आए, बिरुवाहरु चाहिँ रोप्नुपर्छ। अब वेदर राम्रो छ हैन, सिक्किम सरकारले पनि बिरुवा रोप्नु भनेको छ हैन। एउटा छ नि स्लोगन बनाएको छ, एक शिशु 108 पौधा, र हामीले त्यो स्लोगनलाई पनि लिएर अब 108 त रोप्न सक्दैन, तर पनि हामीले सालमा 4-5 वटा रोपिरहेको छ भने एकदम राम्रो हुन्छ। र तपाईले पनि रोप्नुहोस्। एकदम तल ड्युटी गर्छ नि कता हो ल साथीभाइ हो। हामी चाहिँ अब बिरुवा रोप्नु लागि चाहिँ लाग्यो उकालो। यहाँ हाम्रो सुभाष साथीको एकदम बारीमा चाहिँ खाली छ हो। यो चाहिँ हामी रोपेर चाहिँ अब एकदम यसलाई चाहिँ हाम्रो गाउँमा अब यसरी नै सोसियल वर्क सुरु भयो बिस्तारै बिस्तारै बिरुवा रोप्ने। तपाईहरु सबैले रोप्नुपर्छ है हैन सुभाष साथी? यसमा के छ तपाईको भनाइ? बिरुवा त रोप्नु पर्यो नि त हैन? अब सरकारले पनि यो नियम बनाएको छ नि त हैन? अब सरकारले एउटा नानी 108 वटा बिरुवा, अब 108 वटा त हामी रोप्नु सकिँदैन, तर पनि सालमा 5 वटा 6 वटा रोप्यो भने काफी हैन? एउटा जिउले 5 वटा 6 वटा रोप्यो भने काफी हो। तपाईहरुले पनि रोप्नुपर्छ हैन? अब यो बिरुवा यो बर र पिपल रोप्दाखेरि चाहिँ अब शीतल यति बेला कति राम्रो हुन्छ है। यसको खेतमा शीतल हुन्छ हैन? मेन अब यसलाई हिन्दू धर्मले के भन्छ अब यसलाई अलिकति भनिदिउँ न। हामी त हिन्दू धर्मको यसमा त यो त इम्पोर्टेन्ट हो। बर पिपल हैन? बर पिपल बिहामा पनि हामीलाई चाहिन्छ। यो बरको पात पिपलको पात अनि पूजा गर्दा पनि हामीलाई यही चाहिन्छ। एकदम यो चाहिँ तपाईहरुले रोप्नुहोस्। यसमा चाहिँ अब अक्सिजन पनि राम्रो दिन्छ, 24 आवर अक्सिजन दिन्छ सायद बर पिपलले हैन? त्यो चाहिँ हामीले रोप्नुपर्छ है। ल साथीभाइ तपाईहरुले पनि गर्नुहोस्। मेरो चाहिँ छुट्टीमा यही काम हुन्छ, सोसियल वर्क, बिरुवा रोप्नु, के न के चाहिँ गर्छु म। अरू रल ब्लग तपाईले हेर्दै जानुहोस्। ल यहाँ हाम्रो सुभाष साथी यता बडाले पनि अब यहाँ हामीले चाहिँ यहाँ रोप्ने सल्लाह गऱ्यौँ। यहाँबाट चाहिँ यहाँ वेटिङ सेट पनि छ हो। यहाँदेखि चाहिँ नाम्चीको लुक चाहिँ यति दामी देख्छ हो। आज चाहिँ फगी लागेको गर्दा मजाले थिच्नुपर्छ होला सायद साथी है। बर रोपाइ चाहिँ यस्तो छ है बर। अब यस्तो मजाले बार्छ कि लु पिपल चाहिँ यहाँ रोपाइ भयो, यसको बर चाहिँ यहाँ रोपाइ भयो। यहाँदेखि चाहिँ यहाँ हावाघर पनि छ, कस्तो दामी छ। यहाँदेखि नाम्चीको सिन पनि दामी आउँछ। ल बडा यो बर पिपलको विषयमा चाहिँ 1-2 शब्द भनिदिनुहोस्। अब हिन्दू धर्ममा चाहिँ अब यसमा चाहिँ हिन्दू धर्ममा हामीले बर पिपल त रोप्नै पर्छ है। रोपेर विवाह गर्नु पर्यो। हजुर 3 वर्ष 5 वर्षमा यसलाई बर पिपललाई विवाह गरेर एउटा धर्म अरे अघिको हजुर बाउ पुर्खाहरूले गरेको धर्म अहिलेसम्म छोड्दै 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 ल्यायो पुर्खाको धर्महरू। र यो चाहिँ अब हामी सबैले अब यसलाई छोड्नु भएन। अहिलेको भएन, भावी पुर्खाले पनि अब यसलाई चाहिँ गरिलिनु पर्यो हैन? त्यो यो चाहिँ हाम्रो तल हाम्रो ट्राफिकको एएसपी म्याडमले पठाउनु भएको हो। उहाँले मलाई गराइदिनु भएको। यसमा चाहिँ सुभाष साथीबाट के भन्नु छ यसमा? म्याडमलाई पनि धेरै धेरै धन्यवाद छ। म्याडमलाई नमस्कार छ है। हामीले यो खोजेको मैले बहुत साल भएको थिएँ यहाँ बिरुवा। अब बिरुवा धन्न यहाँ पिटर साथीले ल्याइदिनु भएको छ। म्याडमलाई पनि धेरै धेरै धन्यवाद छ मेरो। ल र हाम्रो आज यस्तै बिरुवा रोपाइ भयो र हामीलाई स्पेसियली हाम्रो म्याडमलाई पनि थ्याङ्क्स छ। र हामीले यसरी रोप्दैछौँ छौँ। म्याडमले पनि यो हेर्नुहुनेछ है। यसरी रोपेको छ, हामीले एकदम सही सलामत रोपेको छौँ। यसलाई हामी बढाएर पनि हामी भिडियो गरेर हामी देखाउने। हाम्रो हेर्नुहोस् गाउँमा चाहिँ यस्तो छ यो बोके टिम्बुर चाहिँ यति दामी फलेको छ।
यो एउटा दबाई पनि हो है। यो चाहिँ यस्तो हुन्छ है गाउँ बस्तीमा हेर्नुहोस् है, म तपाईँलाई जस्ट देखाइरहेको। प्रायः तपाईँ सबैले चिन्नुहुन्छ, अहिले त बजारतिर सबैले हुन्छ है। तर पनि यो चाहिँ यति दामी यहाँ फलेको छ क्या, हेर्नुहोस् त हाम्रो गाउँठाउँमा। यस्तो कुरो चाहिँ अब पहिलाको बुढो पाखाले अब मेडिसिनको उयसमा चाहिँ युज गर्नुहुन्थ्यो होइन, दबाई हुन्थ्यो यो आस्थमाहरू के को लागि, दम बढ्ने भयो, त्यहाँदेखि के को लागि चाहिँ योहरू क्या दबाई लिन्थ्यो। र अहिले चाहिँ हाम्रो अब सबैले मासिसकेको छ क्या, काटेर यसलाई याद गर्दैन। र तपाईँले पनि यस्तो कुरोहरू चाहिँ घर वरिपरि राख्नुहोस्, रोप्नुहोस्। यसलाई चाहिँ जोगाड गर्नु पर्यो, यो एउटा सम्पत्ति हो क्या हाम्रो गाउँ ठाउँको, हाम्रो सिक्किमको सम्पत्ति हो। र यहाँबाट चाहिँ हाम्रो अलिकति फगी लागेकोले गर्दा अलिकति भइरहेछ। यो नाम्चीको भ्यू चाहिँ यस्तो देख्छ, यो चाहिँ मेरो घरको अलिक माथि टपबाट हो, हेर्नुहोस् है। र हाम्रो गाउँ चाहिँ यस्तै छ, सुन्दर छ, दामी छ, राम्रो लाग्छ। आफ्नो गाउँ आफैलाई राम्रो लाग्छ। यहाँदेखि उँधो गाउँ चाहिँ यस्तो छ है, यहाँदेखि उँधो बसेको छ। अब डाँडा काँडा यही हो हाम्रो। र मेन चाहिँ तपाईँहरूलाई देखाउनु पर्ने चाहिँ मैले चाहिँ यही थियो, यही मैले चाहिँ बाटोमा एकदम लटरम्म फलेको देखेर चाहिँ मैले तपाईँहरूलाई देखाएको। ल हेर्नुहोस्, तपाईँले इन्जोय गर्नुहोस्। लु गाइस हो, ल मैले चाहिँ आधी बिरुवा चाहिँ माथि डाँडामा रोपेँ हो, हाम्रो साथीसँग, हाम्रो बडाहरूलाई पनि। र यो पिपल र एउटा काप्रा चाहिँ यहाँ आमाले रोप्नुहुन्छ अरे। यहाँ पहिला आमाले बर रोप्नु भएको थियो हो, यो बरको छेउमा चाहिँ पिपल पनि रोपेको थियो, पिपल मरिगएछ। र यहाँनिर पिपल रोप्नुहुन्छ अरे। ल सो गाइस साथीभाइ हो, हेर्नुहोस् ल। अब यो आमा पनि आउनुहुन्छ, आमा आफै रोप्नुहुन्छ अरे। ल तपाईँलाई देखाउँछु, यो मेरो आफ्नै जग्गा हो यो चाहिँ। फेरि यहाँ पिपल रोपाइ हुँदैछ है, पापा र आमा हो, हामी 3-4 जना भएर। र यो पहिला पापा र आमाले रोपेको, र अहिले बर हैन बर त्यो चाहिँ जाग्यो, पिपल चाहिँ मऱ्यो। यसपालि फेरि पिपल यहाँ रोप्दैछ। सो गाइस तपाईँहरूले, हाम्रो चाहिँ यस्तो हुन्छ मेरो छुट्टीमा हो, यसरी रोपाइ हुँदैछ। र यो चाहिँ स्पेसली हाम्रो म्याडमले नै पठाउनु भएको होइन। एउटा चाहिँ माथि रोप्यौँ, आधी चाहिँ रोप्यौँ हो। त्यहाँदेखि यसलाई मजाले खिच्नुहोस्, अझ खिच्नुपर्छ मजाले, अलिक बारबेर पनि गर्नुपर्छ है। यस्तो हुँदैछ रोपाइ चाहिँ। बाँड्नु पनि पर्छ राजु बाउको। अहिले त के होस् कि पछि 1-2 दिन म आफै बाँस लिएर। ल साथीभाइ हो, यहाँनिर बिहानै अर्ग्यानिक लिएर आएको छु मैले है, सुँगुरको खुट्टा हो, अर्ग्यानिक एकदम मस्तीकै। यहाँ पाक्दैछ कालो कराईमा, कराई त अब यही हो नि त, यस्तो बनिँदैछ है पक। यहाँ पनि छ अर्ग्यानिक साग फापरको। अब यहाँ माम छ, खाने हो, कामसाम सकेर अब के गर्नु, हाम्रो त्यस्तै चल्छ है। ल अब हामीले चाहिँ सुरु गऱ्यौँ है पक राइस। कामसाम सकेर हो बारीको, फेरि पनि जानुपर्छ खाएर लन्चमा चाहिँ। कस्तो दामी, यहाँ दही पनि छ हो, पक राइस। म चाहिँ मजाले खाने हो। 1 महिना त्यहाँदेखि 1 महिना एकदम हेर्नु पनि हुँदैन। म चाहिँ यो छाला चाहिँ खाँदिनँ फेरि, मलाई त एकदम छाला चाहिँ मन पर्दैन। हातले खानु नि, गम त्यसरी नै। टिम्बुरको अचार अलिक कलिलो भएछ, सेन्ट त्यति राम्रो आएको छैन है, छिपेको छैन नि, त्यसै लोप लागेर टिपेर लिएर आएको। टिम्बुर चाहिँ भर्खर चाहिँ त्यस्तो सेन्ट राम्रो आएको छैन। ल आज छुट्टीमा चाहिँ नामले काम पनि गरायो हुने भयो।
है नामले यस्तो छ है मेरो चाहिँ गाउँठाउँमा नामले काम साथीभाइ लु साथीभाइ यस्तो छ है आज नामले काम घरमा बस्दा चाहिँ यो पनि गर्नु पर्यो हो मेरो आज भारी बोक्ने भयो भिडियो गर्ने चाहिँ म ग्रममै अब खै म खोलिदिन्छु